रिमोट कन्ट्रोलले टेलिभिजन चले जस्तै लागु औषधको व्यापार पनि यही शैलीमा चल्ने गरेको छ। तस्करका नाइके मानिने माछालाई आफू पुग्नु अघि नै धपाएर पुलिसले भ्यागुदा सरहका भरियालाई समातेर नाटक देखाउने गरेको छ। ढिँडो रोटीको भरमा जीवन धान्नेहरू आफ्नै सुती थातीमा व्यस्त छन् भने सुकिला मुकिलाहरू दुर्व्यसनको व्यापारमा मस्त छन्। हेरौं यो रिपोर्ट। तिमी भोलि जाँदाखेरि यताउता कप्सहरू हुन्छ ती हेर्ने होस् यार। त्यो यदि भोलि आएर चाहिँ तिमीलाई कसैले समात्यो भने म तिमीबाट हुने छैन। लागु औषध मोबाइल क्राइम भएकोले पनि नियन्त्रण चुनौतीपूर्ण छ। तस्करहरू आफू कहिल्यै लागु औषध नबोक्ने र अरूलाई भरिया बनाउने भएकोले पनि पक्राउ परे पनि भरिया मात्र पर्ने गर्छन्। विश्वमा सबैभन्दा बढी अवैध धन्दामा लागु औषध सुरक्षित मानिन्छ। ठूलो सांगठनिक गिरोहको हात रहने हुनाले यो अपराध एक कुनामा बसेर विश्वभर हुने गरेको छ। सुरक्षित मार्गबाट मात्र लागु औषध कारोबार गरे पनि तस्करहरूले एकपछि अर्को गरी लागु औषधको रूप परिवर्तन गर्ने र कारोबार गर्ने गर्छन्। तपाई हामीले खाने फलफूल र खाद्यान्नको खोल भित्र लागु औषध हालेर पनि हाम्रो जस्तो खुल्ला सिमानाबाट सजिलै लागु औषध भित्रिने गरेको छ। तस्करले एकपटक मिशन सफल पारेपछि या प्रहरीले उनीहरूको विधि पत्ता लगाएपछि आफ्नो तरिका फेरिहाल्छन्। नरिवल काटेर नरिवल भित्र लागु औषध भर्ने र पुनः नरिवललाई सुपर ग्लू लगाएर टाल्ने गर्छन्। तस्करले थर्मसको पिँधमा भाँडा, राइस कुकर आदि घरायसी सामानको बीचमा राखेर तस्करी गर्ने गरेका छन्। जुत्ताको सोल मोबाइल भित्र राखेर मात्र होइन, ससाना क्याप्सुल बनाएर त्यही निल्ने र एक देशबाट अर्को देशमा लाने अभ्यास पनि प्रयोगमा आएको छ। चोकोफन, मञ्जन जस्ता दैनिक काममा उपयोग हुने वस्तुको आवरण भित्र लागु औषध हालेर तस्करी गरेको उदाहरण पनि पर्याप्त छ। तस्करले माथि सक्करी पदार्थ हालेर तल लागु औषध भर्ने गरेका छन्। यति मात्र होइन, तस्करहरूले विभिन्न मूर्तिहरूमा राखेर कपडाको फल्स बटम भित्र कार, बस आदिको सीट मुनि राखेर मोटरसाइकलको सीट मुनि र इन्जिन भित्र समेत राखेर सीमा पार गर्ने र प्रहरी चेकिङ छल्ने गर्छन्। लागु औषध ओसार पसारमा संलग्नहरू जम्मा 5 देखि 13% सम्म मात्र पक्राउ पर्ने गरेको रेकर्ड छ। त्यसैले यसतर्फ मानिसको आकर्षण बढ्दो छ। अझ नेपाल जस्तो कमजोर नियन्त्रण प्रणाली भएको देशमा त जम्मा 5% मात्र पक्राउ पर्ने गर्छन्। मार्केटमा जति पनि फ्लो हुन्छ कति समातिन्छ, यसलाई हामीले अर्को पक्षबाट पनि हेर्नुपर्छ। टोटल लागु औषध कति समातिन्छ, जति मार्केटमा आउँछ त्यसको 8 देखि 12% चाहिँ लागु औषध समातिन्छ। लागु औषध संसारभरि पनि त्यो टेन्डेन्सी हाई भएको कारणले एउटा प्रॉफिट मार्जिन एकदमै धेरै भयो र मोटिभेसन धेरै हाई भयो र संसारको पनि समात्ने चाहिँ रेट चाहिँ तपाईको 10-20% हुने भएको हुनाले 80% त स्टिल तस्करले यातायातका साधनहरूमा समेत चेकिङ छल्दै लागु औषध भित्र्याउने गर्छन्। यो तथ्य स्वयं प्रहरी नै स्वीकार्छन्। प्रहरी भन्छ तस्करीका अनेक प्रविधि र तरिकाले लागु औषध नियन्त्रण गर्न कठिन पर्यो। बढी नाफा आउने भएकाले तस्करहरू बढे, त्यसैले सफलता कम हात लाग्यो। लागु औषध गैर कानूनी धन्दामा पनि सबैभन्दा बढी नाफा हुने अपराध बनेकोले पनि रोक्नै नसक्ने गरी तस्करी बढेको बढै छ। नेपाल मात्र होइन, विश्व नै लागु औषधको आतंकबाट मुक्त हुन सकेको छैन। केही देशहरूमा त लागु औषध तस्करलाई नियन्त्रण गर्न प्रहरीले नसकेर सेना परिचालन गरिएको छ। अनि दिनहुँ हत्या, हिंसा र आतंकले गाँजेको छ। सुरक्षा नराम्ररी खलबलिएको छ। नेपाली तस्करहरूले लागु औषध, ब्राउन सुगर, हेरोइन आदिमा प्रति केजी 30 लाख खुद नाफा गर्ने गर्छन्। भारतमा प्रति ग्राम 320 रुपैयाँमा पाइने लागु औषधलाई तस्करले विभिन्न भागमा बाँड्छन् र त्यसमा मिसावट गर्छन्।
ग्राम पनि पूर्ण भर्दैनन् र प्रति ग्राम काठमाडौँ, पोखरा लगायत शहरी क्षेत्रमा 1200 रुपैयाँमा बेच्छन्। लागु औषध नियन्त्रणका लागि प्रहरी दरबन्दी जम्मा 75 जनाको छ। यो संख्याबाट पनि अझ कार्य क्षेत्रमा उड्दा घट्छ। नेपाल लागु औषधको क्षणिक विश्राम बिन्दु बन्दै गएको मात्र छैन, सी आकारको नियन्त्रण पद्धतिले तातो पानी र रसुवा नाका तस्करीको गोल्डन गेट बनिरहेको छ। तस्करले लागु औषध खरिदकर्तालाई लिने निश्चित भएपछि 50% अग्रिम भुक्तानी गर्नुपर्दछ अनि बाँकी रकम लागु औषध हात लागेपछि दिए हुन्छ। अनि यो लागु औषध विक्रेताकै जिम्मा हुन्छ तोकिएको स्थानसम्म लागु औषध पुर्याइदिने। कुनै कारणवश प्रहरीले लागु औषध बरामद गरे पनि खरिदकर्तालाई कुनै नोक्सान पुग्दैन, बस 1 हप्ता कुर्नु पर्यो। पछिल्लो समय त नेपालबाटै निकासी हुने चरेसमा विमानस्थलमा कुकुरले सुँघेर पत्ता लगाउन नसक्ने सेन्ट हाल्ने र एक्सरेले पनि पत्ता नलाग्ने विधि अपनाउन थालिएको छ। यो त भयो एक देशबाट अर्को देशमा हवाई मार्गबाट हुने लागु औषध तस्करीको तरिका। यतिमा मात्र सीमित छैन तस्करी। अझ सरकारले जेलमा समेत नाइके बनाउनका लागि पनि लागु औषधकै मुद्दा परेको हुनुपर्ने मापदण्ड राखेपछि त जेलभित्रै तस्करले लागु औषधको साम्राज्य फैलाएको अनुमान गर्न कठिन छैन। 1 दर्जन प्रहरी त आन्तरिक कामकाजका लागि इकाइ कार्यालयमा नै खटिने गर्छन्। अब तपाईँ आफै भन्नुहोस्, राज्यले लागु औषध कारोबारमा कस्तो रणनीति लिएको होला त? इकाइका उच्च पदाधिकारी बाहेक कार्य क्षेत्रमा खटिने प्रहरीहरू तालिम तथा नयाँ लागु औषध नियन्त्रण प्रविधिको बारेमा समेत जानकार छैनन्। एकातर्फ आधुनिक लागु औषध पहिचान गर्न नसक्दा गिरोहहरूले प्रहरीकै अगाडि लागु औषध ओसार पसार गरिरहेका छन्। कुनै लागु औषध के छ नेपालमा छैन भनेपछि हामीहरूका हुने अवसरहरू सबैले चिन्न नपनि सक्छ। जस्तै त्यसको इक्जाम्पलको लागि तपाईँले मैले फेनाबार्बिटोन अघि भने, योभन्दा पहिला फेनाबार्बिटोन देखेको छैन, पहिलोपटक देखियो, अब हाम्रो मान्छेले चिन्ला।